रियल म्याड्रिड चाहिँ एउटा यस्तो बच्चा थियो जसको चाहिँ जन्मिँदैखेरि हातमा सुनको चम्चा लिएर जन्मेको थियो, तर एफसी बार्सिलोनाले चाहिँ जन्मदेखि नै सङ्घर्ष गर्दै आउनु पर्यो। एफसी बार्सिलोना र रियल म्याड्रिड विश्वका दुई ठुला फुटबल क्लबहरू हुन् र यो दुईटा फुटबल क्लबको एकदमै भीषण राइभलरी छ। यो भीषण राइभलरी हुनुमा थुप्रै राजनीतिक, सैद्धान्तिक र अन्य कारणहरू छन्। आज हामी राजनीतिक कारणको बारेमा डिस्कस गर्नेछौँ। ध्यान दिएर लास्टसम्म यो भिडियो हेरिदिनु होला। 1939 मा चाहिँ स्पेनमा जनरल फ्रान्सिस्को फ्रान्कोको तानाशाही राज सुरु हुन्छ। फ्रान्कोले चाहिँ स्पेनको सबै राज्यहरू उसको मुठ्ठीमा रहोस् भनी चाहन्थे, तर त्यति बेला पनि स्पेनमा केही राज्यहरू आफ्नो स्वाधीनता र स्वतन्त्रताको लागि लडिरहेका थिए। बास्क कन्ट्री रिजन, जस अन्तर्गत चाहिँ एथलेटिक बिल्बाओ खेल्छ अहिले, क्याटालोनिया रिजन जसमा चाहिँ जिरोना, स्पेनियोल र बार्सिलोना जस्ता क्लबहरू खेल्छन्, यी प्रान्तहरू चाहिँ स्पेनबाट अलगेर छुट्टै देश बन्न चाहन्थे। फ्रेन्को चाहिँ रियल म्याड्रिडका ठुला समर्थक थिए र रियल म्याड्रिडलाई थुप्रै अनुचित लाभहरू दिएका थिए भन्ने कुरा इतिहासकारहरूले आफ्नो दस्तावेजमा लेखेको छन्। त्यति बेला फ्रेन्कोले चाहिँ एउटा नियम बनाएको थियो जस अन्तर्गत चाहिँ स्पेनिस क्लबहरूले चाहिँ स्पेनिस खेलाडी बाहेक अरू खेलाडीहरूलाई साइन गर्न पाउँथेनन् र खेलाउन पनि पाउँथेन। तर रियल म्याड्रिडलाई चाहिँ के भनेको थियो भन्दाखेरि तपाईँहरू जुन खेलाडी साइन गरेन गर्नुहोस्, जुन देशको खेलाडी साइन गरेन गर्नुहोस्, हामी त्यसलाई स्पेनिस नागरिकता र स्पेनिस पासपोर्ट दिएर खेल्न योग्य बनाउँछौँ भन्ने आश्वासन अथवा ग्यारेन्टी दिएको थियो। यसको एउटा उदाहरण हो त्यतिखेरका स्टार अल्फ्रेडो डी स्टेफानो। खासमा उनी अर्जेन्टिनाबाट कोपा अमेरिका जितिसकेका खेलाडी थिए, जसलाई चाहिँ पछि स्पेनिस पासपोर्ट र स्पेनिस सिटिजनसिप दिएर स्पेन र रियल म्याड्रिडबाट खेल्न योग्य बनाइयो। यो मात्र नभएर अन्य थुप्रै खेलाडीहरू जस्तै पुस्कास यस्ता खेलाडीहरूलाई पनि पछि स्पेनिस बनाइयो रियल म्याड्रिडको लागि खेल्नको लागि। पछि अल्फ्रेडो डी स्टेफानोले गरेर रियल म्याड्रिडबाट 5 वटा च्याम्पियन्स लिग पनि जिते। यति मात्र नभएर क्लबलाई फाइनेन्सियली सपोर्ट गर्ने, ट्रान्सफर्सहरूमा क्यास स्प्ल्यास गर्ने क्लबमा, अनि त्यसपछि अपोनेन्टलाई डराउने, धम्काउने, हार्नको लागि दबाब दिने, यस्ता कामहरू पनि फ्रान्कोको डिक्टेटरसिपमा रियल म्याड्रिडको समर्थनमा भयो। उता बार्सिलोना स्पेनको प्रान्त क्याटालोनियाको राजधानी थियो, एउटा यस्तो प्रान्त जुन चाहिँ आफ्नो हक, अधिकार र स्वतन्त्रताका लागि निरन्तर लडिरहेको थियो। एफसी बार्सिलोनाले चाहिँ क्याटालोनियन इन्डिपेन्डेन्स मुभमेन्टलाई सधैँ प्रमोट गर्दै आएको थियो र अहिले पनि गरिरहेको छ, र जसका यही कारण फ्रेन्कोले चाहिँ बार्सिलोनालाई खासै मन पराउँदैन थिए र बार्सिलोनाका आवाज सधैँ दबाउन चाहन्थे। तर फ्रेन्कोको डिक्टेटरसिप पछि बार्सिलोनाको स्लोली राइज भयो। रियल म्याड्रिड चाहिँ एउटा यस्तो बच्चा थियो जसको चाहिँ जन्मिँदैखेरि हातमा सुनको चम्चा लिएर जन्मेको थियो, तर एफसी बार्सिलोनाले चाहिँ जन्मदेखि नै सङ्घर्ष गर्दै आउनु पर्यो। यो भनेर मैले रियल म्याड्रिडको ग्रेटेस्टलाई झुकाउनु खोजेको चाहिँ होइन, बट रियल म्याड्रिड ह्याड गट प्रिभिलेजेस बट बार्सा ह्याड टु स्ट्रगल। द्याट इज द होल पोइन्ट। सेकेन्ड पार्टको लागि वेट गर्नु होला।